नमस्ते। बहादुरभेरी गोर्खाली समाजको द्वारा हामीले 30 समारोह आयोजन गरेका थियौँ। यो चाहिँ हाम्रो 2024 सनकै 30 समारोह हो। तपाईहरु इन्जोय गर्नु हाम्रो प्रोग्रामलाई। धन्यवाद। आज हजुरहरूको समक्ष एउटा कविता वाचन गर्न आग्रह कविताको नाम रहर र यो कविताको कवि हुनुहुन्छ हरिभक्त कटुवाल। पाठशाला जान्न म इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको छालागेका कलका पूर्वजहरू जस्तो गणितका सूत्रहरू पनि साह्रै पुराना भइसके रहर छैन मलाई बाँचिदिने केवल इतिहासका पानाहरूमा मैले त बाँचिरहनु आउने दिनहरूमा इतिहास भन्दा बढी अरू केही भएर त्यसैले पाठशाला जान्न म इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको फ्रेममा हालेर राख्नु आदर्श भन्दा भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ। बनिसकेको बाटोमा हिँड्नु भन्दा बाटो बनाउँदै हिँड्न रहर लाग्छ। इतिहास ठेले होइन एउटा कोदालो चाहिन्छ मेरो पाखुरा। गोर्खालीको छोरो हुमा ढाका टोपे शिरमा गोर्खालीको छोरो हुमा रवीन्द्रनाथ ठाकुर ग्रुप बी एफाले डाइरेक्ट प्रस्तावना 10 নম্বৰ এতিয়া গ্ৰুপ সি লৈ যাব। बरानीको थर बरानीको थर माने बिहेमा बेहुलीलाई पुन्नका लागि त्यो थर कागो पातले
बनाउँछन् त्यसलाई बनाएर ठहर जस्तो हुन्छ यत्रो त्यहाँ वरिपरि सबै माने दुना लाउँछन् लाएर जब बेहुलो आउँछ त बरौनीको ठहर यहाँ राखेर बेहुलीले छेक्छन् र त्यो बरौनीका ठहरलाई पुज्दछन् यो बिहेको हो यो वस्तु छोरी चेलीको त्यसको उद्देश्य चाहिँ के हो मूल उद्देश्य चाहिँ के हो बरानीको ठहरको ठहर माने त कन्याकुमारीलाई बिहे दिन्छन् त्यस भुङ्नाले त्यो वस्तु लगेर हाटहाट गर्छन् बिहेको चाहिँ बरौनीको ठहर माने पात बरौनीको ठहर माने पातले गाँसेर दुना बनाउँछन् त्यहाँ संविधा हाल्छन् सबै थोक वस्तु हालेर बेहुलीको कर्ममा गरेर त्यो राखेर अर्को छ यसै दिन जुन लान्छन् मुला त्यसैलाई भन्छ मलामी साथ नगएका मान्छेको भन्छ मलामी भुल हो दाजु आज मैले बेच्दै मलामी लान्छ सबै भन्दिन पर्यो मलामीले गएपछि के गर्छन् दाउरा सिता राख्छन् भनेर मुगा लगाएर राख्छन् गर्नु बस्ने हो त्यसले आगो दिन्छ केक भरेर शिरमा आगो लगाइदिन्छ त्यहाँबाट अनि नुहाइ गरेर अनि आफ्नो घरतिर फर्केर बेहुलाले बेहुलीलाई सिन्दुर हाल्छ भन्दै जान भन्दै जा बेहुलाले बेहुलीलाई भन्दै त्यो कोही बोला बाँसको तामा माइलीलाई परिछ बाँसको तामा तामा नै बागास त्यसमा कोही बागास गतिके बाँसको तामाको बाँसको तामा हामी काटेर ल्याउँछौँ अचार बनाउँछौँ अचारलाई मेसु भन्छौँ अचार पनि खान्छौँ हामी त्यहाँ सब्जी पनि पकाएर खान सकिन्छ बाँस भात बनाउन पनि चाहिन्छ धेरै धेरै काममा बाँस व्यवहार गर्छन् बेरानी बनाउन चाहिन्छ घरमा लगाउन पनि सकिन्छ यति नै म भनेर सामर्थ्यछु धान कुट्छौँ चामल बनाउँछौँ भात पकाउँछौँ खान्छौँ छोराछोरीलाई खुवाउँछौँ
औँसीमा चाहिन्छ, बटुलामा चाहिन्छ, यो अचार बनाएर श्राद्धमा चाहिन्छ, सबै थोकमा यो व्यवहार गर्नुपर्छ। अहिले चाहिँ मिक्सचरमा कुट्छन्। निमक तेल हर्दी लिम्बू सिम्बू सबै हालेर राम्रै वस्तु परेछ मुलाको अचार। हामी अब अहिले भदौ लाग्यो, भदौको असोजमा हामी मुला छर्छौँ। मुला छरेर जब मुला टिपेर ल्याउँछौँ, ल्याएर केलाएर त्यसलाई खाल्डामा बाँधेर ट्यामीमा कुटेर हाल्छौँ। त्यो गुन्द्रुक हुन्छ, सिन्की हुन्छ। त्यो सिन्की सबैले तेल निमक खोर्सानी अनेक जस्तो जसलाई स्वाद लाग्छ त्यसरी नै खान्छन्। त्यहाँबाट बनाउँछन् मुलाको अचार, सुकाउँछन् घाममा, तेल लगाएर निमक लगाएर सुकाउँछन्। माइजीको उसमा त साह्रै नै राम्रो अनौठो वस्तु पर्यो, तर त्यो जान्ने कुरो हो डोको। माइजीको भागमा परिछ डोको। दोकानमा के गर्छन् अब घाँस काट्छन्, सबै त अब हातमा नाच्छ। दोकानमा बाख्रा पाठा पनि छोप्न सकिन्छ, अरू घाँस सास सबै थोक ल्याउन सकिन्छ, दाउरा पनि ल्याउन सकिन्छ, सबै थोक नै गर्न सकिन्छ दोकानमा। बेसो भाउजूको भागमा पर्यो बेसन हामीहरू भात पकाउँदाखेरि बेसन भनेको हर्दी हो। हर्दी हामी हर्दी सब्जीहरूमा पकाउँदाखेरि हामी जहिले नि हर्दी नहाले हामीहरूको सब्जी कहिल्यै राम्रो हुँदैन, सेतो देखिन्छ। हर्दी त जे कुरोमा नि हर्दी हाल्नै पर्छ। हर्दी हामी के गर्छौँ, हर्दी हामीहरू कसरी युज गर्छौँ, हर्दी हामी रोप्छौँ, रोपेर एक वर्ष हुन्छ खनेर ल्याउँछौँ, ल्याएर हामीहरू बासेर त्यसलाई राम्रो तरिकाले उसिन्छौँ, उसिनेर हामी त्यसलाई सुकाउँछौँ, सुकाएर हामी खौलेर सफा पारेर त्यसलाई हामी मेलमा लगेर कुटाएर ल्याएर घरमा बयमहरूमा भराएर हामी पाकघरको जग्गामा राख्छौँ, रेकहरूमा भराएर राखेर हामी त्यो जे सब्जी पकाऊँ, निरामिष पकाऊँ, माछा मासु पकाऊँ, जे पकाऊँ हामीहरू बेसन हाल्नै पर्छ। हालेन भने हामीहरू के भन्छौँ भने सेतो आँखा पो हेरिरहेको छ हौ सब्जीले त कसरी खाने यो राम के पकाएको अलिकति भयो नि हर्दी हाल्नु सकेन, बेसन हाल्नु सकेन भन्छौँ भन्ने हो भन्छु। जहिले नि बेसर त हामीहरूलाई चाहिन्छ। हामीहरू फेरि आँसुमा बसेर के हो भने बेसर भनेको के हो, हामीहरूका कोही नानीहरू नि जान्दैनन् बेसर भनेको के हो। बेसर भनेको हामीहरूका केटाकेटीले केही सिकेका छैनन्। बेसर भनेको के हो यहाँ लेखिदिएछन्, बेसर अहिले नानीहरूलाई पढ्नु त के हो रङको क्या बेसर त बेसर हामी त रङै भन्छौँ कोही बेला त, तर हामीहरूको नेपालीको भाषामा बेसर भन्छन्। हामीले यो पोते जहिले पनि हामीलाई व्यवहार गर्नुपर्छ, हामीलाई चाहिन्छ। यही एउटा कार्य हो खानाको पोते लिएर कहिले पनि खाली गला हिँड्न हुँदैन। बिहे गरेपछि हाम्रो नारीको चुरा र पोते नै हो। यो पोते हामीलाई जहिले पनि चाहिन्छ। केही बिहे गर्दा पनि हामीलाई यो कोइली नै हालेको यो पोते हो, यो गहना नै पोते हो। नारी मान्छेको बिहे गरिसकेपछि यही यो पोते हो, हामीहरूको गहनै पोते हो। तर यो पोते हामीलाई जे उसमा पनि चाहिन्छ, बा हामीको एउटा केही गऱ्यौँ भने नि हामीलाई पोतेको जुत्तो एउटा चाहिन्छ। बिहामा अब के जति जान्छन् हो बाजा बजाउँछन् बिहा भनेको
खसी काट्छन् अरू कुरा छन् त यसमा राम्रै नै परेछ हामीहरूको जातिको गौरव ढाका टोपी हामीहरूको जातिको गौरव ढाका टोपीको बारेमा लु भनिदिनु होला हामीहरूको समाजमा जहीँ पनि जे गरे पनि हामीहरूको फङ्सन यो नाचगान जहीँ हो जहीँ पनि हामीहरूको नेपालीको एउटा लगाएर गयो भने हामीहरूको नेपाली गोर्खाली भन्छ लगाएर गएन भने के हुन्छ भने गोर्खाली भन्दैन सबैभन्दा चिज हाम्रो ढाकाको जहीँ जाउँ यहाँ सेवा सबैलाई धन्यवाद छ धेरै धेरै धन्यवाद छ हामीका चेलीबेटीहरू नाचगान गरेर बुहारीहरू नाचगान गरेर हामीका सम्मानहरू राखिदिए हामी धेरै धेरै तिनीहरूलाई धन्यवाद गरौँ यसरी नै हामी सधैँभरि वर्ष नै हामीहरू यसरी नै उत्सव एउटा गर्न पाऊँ हात बढाएर लिएर जाँदाखेरि राम्रो लाग्छ हामीलाई पनि देखेर हामीहरूको परम्परा हामीहरूले बाहेर लगाउँथे तर अचेल घरि हामीहरू आसाममा बसेकाले गर्दाखेरि हामी चोलो लगाउँदैनौँ तर पाहाडमा अब चोलोको व्यवहार बेसी गर्छन् चोलो लगाउँछन् चोलो हामीहरूको परम्परा हामीको छोरी चेलीहरूलाई नाचगान गर्नु सबैको लागि राम्रो देख्न पनि राम्रो एउटा नेपालीको संस्कृति चोलो हो हामीको चोलो दौरा सुरुवाल हामीको नेपालीको संस्कृति हो एउटा त्यति नै भन्न चाहन्छु जाँतो गोरुको भागेमा त जाँतो भेटिन्छन् ठिकै छ आजकलका उठेका साना नानीहरू त जाँदाको बारेमा जान्दैनन् हामी पनि जान्दैनौँ नानीहरू के जान्छ जति सक्छु भन्ने कोसिस गर्छु जाँतोमा यसै बाबाले मुखबाट सुनिएको त देखेको त छैन अहिले जाँतोमा अगाडि त पिरो पिसेर खानुहुन्थ्यो अरे अहिले हामीले देख्दा त्यस्तै हामीले त दाल पिसेर खान्छौँ जाँतो यसै ढुङ्गाको हुन्छ जाँतोमा पिरो दाल पिसेर खान्छौँ पिठो सिठो पनि पिस्छौँ हामीहरूले आयोजन गरेको सबै प्रोग्रामहरूको लास्टको प्रोग्राम थियो बता वितरणी सभा जहाँ हामीले गाउँकै केटाकेटीहरूलाई को माझमा प्रतियोगिता राखेका थियौँ नाचगान कविता अरू त्यसरी नै चित्राङ्कन क्विज त्यसरी नै राखेका थियौँ प्रतियोगिताहरू जसले अङ्कग्रहण गरेर प्रतियोगितामा पुरस्कार भेट्नुभयो तिनीहरू भाइ बहिनीहरूलाई हामीले यहाँ पुरस्कार वितरण गर्दैथ्यौँ र जसले प्रतियोगितामा भाग लिनुभएको थियो सबैजनालाई हामीले उत्साह बढाउनको लागि सबैजनालाई सानो सानो एउटा उपहार दियौँ हामीहरूको यो कार्य सफल रूपले रूपायन भयो आशा गर्दछु सबैले मेरो भिडियोलाई राम्रो पाउनुहुन्छ फेरि भेट्नेछु अर्को एउटा भिडियोमा र आजलाई यति